हजुर धेरै नै सानो रहेछ ब्याग पनि। हो र यहाँ छ नि ब्यागहरूको यो नम्बरमा कल गर्नु ल। ए हस् हस् यसरी यसरी हान्न मन लाग्छ कि फेरि मान्छेहरूले नबचाएपछि हो गड यस्तो आउँछ नि लोकेसन त यार अहिले फेरि 1-2 मिनटको लागि फेरि क्यान्सल गरिदिन्छ कि रिस उठिरहेको बेलामा त्यो छ्याउ लाग्ने हुने रहेछ यार यो बिहानको त पठाउनै ठिक छ यो भन्नु त्यो अर्डरै आउँदैन यार जान देऊ न हो मलाई पनि लोकेसन ओ गड यस्तो आउँछ नि लोकेसन त यार कहाँ भित्रको लोकेसन बनाउनु ल ल ल ल 2 मिनटमा आइपुग्यो भनेर त भन्यो नि कतिखेर पुग्नु त पुग्छ चाँडै यहीँ त यो बाइक किन्न मन छ है गाइज यो बाइक अहिले फेरि 1-2 मिनटको लागि फेरि क्यान्सल गरिदिन्छ कि मलाई छ्याउ लाग्छ त्यही चिजको त्यहाँ माथि रहेछ लोकेसन चाहिँ फेरि उकालो पनि कस्तो यार अरूले उठाइदियो कि यो एङ्गो गर्नुभएको थियो हजुर धेरै नै सानो रहेछ ब्याग पनि। हो र यहाँ छ नि ब्यागहरूको यो नम्बरमा कल गर्नु ल। ए हस् हस् नम्बर 44 रुपियाँ ल यो गेयर सेयर जान आँट्यो जस्तो छ सोझाको लागि यार यस्तो भइसकेपछि टिपै आउँदैन यार भोलिदेखि गर्दिनँ होला हो यार म यो 7-8 बजेसम्म गरेर हेर्छु बिहान खाना खाएर निस्केको म अब कतिको हुँदो रहेछ मिनिमम नै 1500 भएन भने त गर्दिनँ अबदेखि जान्छ यो एकदम नमजा लाग्यो हावा चल्छ नि यहाँ त्यही पनि हुँदैन घन्टा जस्तो फेरि प्रथममा गऱ्यो फुड पठाउतिर गऱ्यो अर्डर बन्नलाई टाइम लाग्छ 20-25 मिनट नर्मल्ली 10देखि 15 मिनट कुरिराख्नुपर्छ कहिले काहीँ त आधा घन्टा 1 घन्टा समेत लगाउँछ अनि टाइम मात्रै वेस्ट हुन्छ फेरि यहाँ आयो यहाँ अर्डरै आउँदैन जग्गा गए पनि टाइम मात्रै वेस्ट हुन्छ परेर बस्नुपर्ने चाहिँ काम त भइराखेको आफू पनि बिजी हुन्छ टाइमको पनि यस्तो भयो आधी टाइमै त्यस्तै बसिरहेको हुन्छ यसरी बजाउन मन लाग्छ
यार के भयो होला के हो आफै गरेर त हुने त हुने रहेछ पठाउनु भनेर धेरै पैसा कमाइन्छ तर के गर्नु आउँदैन कहिले 1 घन्टा आधा घन्टा पनि वेट गरेर बस्नु पर्ने कि पठाउनु जस्तै के काम भयो त्यही माथि झन् भिडियो बनाउनु पर्ने भनिसकेपछि लास्ट झ्याउ लाग्ने भयो कि आजभोलि त भिडियो बनाउनु कन्टेन्टै नभएपछि त के भन्नु रेस्ट लिएर काम गरिसकेपछि त अलिकति राम्रो हुनु नि पेमेन्ट पनि 35, 40, 45 हजार नै भएन भने त के हुनु के गर्नु हो बाहिरतिर गर्नु त्योभन्दा होटेलमै ठिक छ बरु 11-12 हजार ताला पानी पो पर्न थाल्यो त्यसको बहुको यो माछालाई असारको बेलामा के गरेर हो कि बेजती मनाएर हो कि असारको बेला पनि बेसरी बाजा बजाउँदै बे गर्छ क्या आजभोलि के भयो त्यति थोरै पर्खिन सक्दैन मङ्सिरसम्म त्यस्तो हतार भएको तिनीहरूलाई बे गरेर चाहिँ के गर्ने हो र यसरी हान्न मन लाग्छ कि फेरि मान्छेहरूले नबचाएपछि त फेरि